सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा दामोदर भट्टराई नामक युट्युब च्यानलमा। आज हामी चाहिँ साथीभाइहरू मिलेर ताम्केकोट घुम्न निस्किएका छौँ। हामी घुम्दै घुम्दै जाँदाखेरि धुलो खाँदै हिँड्दै गरिरहेका छौँ। हाम्रो यहाँ जबेन सर, दीपक सर, यहाँ जबेन सरले केही बोल्दै हुनुहुन्छ, केही स्पिच दिइराख्नु भएको छ। भिडियो आउँछ है। मन के छ, कस्तो लाग्छ दीपक? हामी गतिको चाहिँ नि यो उमा यस्तो मुसु धुवाइ कार्यक्रम चलिरहेछ। ज्याकेट यसको हेर्नु यहाँ घुम्न जाने भनेर केटा धुलो खाउन ल्याए। बाटो नयाँ ठाउँ हेर न, पिकनिक स्पोट त त्यहाँ छ कि खोइ यार। होइन यार दामी ठाउँ रहेछ यार। कस्तो भइरहेको छ बे? जाओस् एक दुई शब्द। हो पानी आइरहेछ। गएको अनि हामी गएको। तपाईँले चिन्नुहुन्न? दीपक झपेन। म के गरौँ, म यहीँ बस्छु ल। ठाडो त ठाडै हो यार, माथि त डर लाग्छ। यहाँ त सिडी रहेछ बरु। सिडीले झन् हिँड्ने त ठाडै यार उकाल्छ। कस्तो चाहिँ किन आइयो यार रातले यार। पानी पनि खाइयो। पानी बोतलै रहन्छ त। यस्तो छ बाटो। के मन छ एक्चुअली त नराम्रो नबोले। बाटो यस्तो छ, डाँडै डाँडा गाह्रो छ। थोकै लागेको छ। हामी ट्रेकिङ भन्दा नि अझै निखार छ। यस्तो डाँडो छ यात्रा, कठिन छ तर सम्भव छैन। साथीहरू थाके जस्तो छ। यति हिँड्दैमा थाक्नु पर्ने त केही थिएन के अरे। जबे थाकिस्। यता हाम्रो मनसर पनि थाक्नु भएको छ। हामी त उहाँ खुमै डाँडासम्म पुगेको मान्छे हो। यति जब हिँड्दैमा त केही हुन्न। यस्तो टाढै टाढो छ, यस्तो ठाडै उकालो निस्किने हो हाम्रो। ये दोस्ती किन गीत गाइदियो नि यार। यस्तो छ भित्र ल। जाऊ। ओहो डाँडै डाँडा। लास्ट उकालो यार यो यार। हामी ट्रेकिङ जाँदा हुने यार। हमन डाँडा हेर्दा त रमाइलो नि है। कहाँसम्म डाँडो छ यार। भइजाल काट्दै। ठाडै छ नि मन उकाल त यार। झगडा थाकिस् यार तेरी यार। चार रुपियाँ पनि
तर यार नगरपालिकाले यसलाई अलिकति व्यवस्थित बनाउन सक्यो भने त गोलेङ्गानी मान्छे त आउँथ्यो होला नि क्या। तम्कीकोटको यात्रा छ, लास्टै गाह्रो छ। यस्तो भिडियो चाहिँ ठाउँ हेर्नुहोस् न, यहाँ हेर्नुहोस् यस्तो भिडियो। गाडी जान्छ होइन यहाँ आउँदासम्म होइन, तपाईँहरू गाडीमै जानु होला अथवा बाइकमै जानु होला अथवा साइकलमा जानु होला। अटोको व्यवस्था पनि छ अरे, अटोमा गयो भने पाउनुहुन्छ। तर होइन ट्रेकिङ जाने हो हिँड्ने हो भन्नुहुन्छ भने एक दिनको टाइम लिएर यो बाटो आउनु होला। हामी अझै फर्किने भनेर त हिँड्ने हो, अब के हुन्छ। अब 4 बज्यो, हिँडेको बिहान 9 बजी हो। अब 4 बजी 9 बजीसम्म हिँड्दाखेरि पनि यस्तो छ। सबै ल केही बताइदिएन यसो, कतिको थाकियो त, कस्तो पसिना हेर्नुहोस्। मन केही भन्दैन यार झबेको लागि नि यार। अब यही माथि हो ओथेर डाँडामा, टाढै बाटोमा हामी हिँडेर आएको यस्तो छ। तर लास्ट थकाइ त यार कति हो यार। पछि अलिकतिसम्म ठाउँमा आइएको छ। यस्तो छ ठाउँ, लास्टै गर्मी भइसकेको छ। अघि पानी आएर बिसाइसकेको। आजको टुर रमाइलो भइसकेको छ। यहाँ हेर्नुहोस् तपाईँहरूले पनि यस्तो ठाउँ छ। उकालो हिँडिसकेपछि यस्तो ठाउँमा आइसकेको छ। हामी हाम्रो आफ्नो आजको डेस्टिनेसनमा बल्ल आइपुगेका छौँ। बिहान 9 बजी हिँडेर अहिले लगभग 4 बजिसकेको हुँदाखेरि बल्ल आइसकेका छौँ। यहाँ चाहिँ नि यस्तो वातावरण छ। ओखो यार क्या रमाइलो ठाउँ आइयो हामी। र हेर्नुहोस् यही शिवजीको मूर्ति छ। आइसकेका छौँ हामी। क्या रमाइलो लाग्यो ठाउँ त, अझै डुल्नै छौँ। यो शिवजीको मूर्ति पनि छ। यति रमाइलो ठाउँमा आइसकेका छौँ हामी। बिहान हिँडेर बल्ल 4 बजे हामी यहाँ छौँ। यस्तो छ यहाँ रमाइलो। यस्तो शिवजीको यहाँ मूर्ति छ। जय शम्भो जय शम्भो। केटाहरू उहाँ पुगिसकेका छन् है। तेरे वरना था मैनू कोई दसदा नहीं, मैं तलाया बड़ा दिल किते लगदा नहीं। तेरे रंग नारा मिले सितारा वे यारा, तेरे बिन रहता सारा बेरंग सजना। कि तेरे खुदा ने इस जहां में सभी के लिए किसी न किसी को है बनाया, हर किसी के लिए तेरा मिलना है उस रब का इशारा। मानो मुझको बनाया तेरे जैसे ही किसी के लिए। जो नैना जो दिलाया है शराबी रंग लाया, तेरे इश्क छुया रंग सजना। तेरी डोरी मानो लेके गवा दे, तेरे के आज उठता है जैसे कि पतंग सजना। तेरा होने लगा जब से मिला ओ मेरे पुरा भयो। यार तेरो कति 9 बजी हिँडेर बल्ल। हाम्रो साथीहरू खै त? गाइजहरू पछि पछि। दीपक सर आइयो अब त जाबे आइयो यार। बिहान 9 बजी हिँडेर बल्ल यार। रातो र चन्द्र सूर्य गम्भीर निशान हाम्रो, जिउँदो रगत सरियो बल्दो यो सान हाम्रो। रातो र चन्द्र सूर्य
केटा कस्तो लागिरहेको ठाउँ तर मन सर यार यहाँसम्म गाडी आउँथ्यो नि त यार कस्तो हावा चल्दो रहेछ यार जाडो त जाडो छ यार अन्त यस्तो हावा नै उडाउने यार उडु बह त नि कस्तो लागिरहेको त साथीहरू पहिला रे साइलोले दीपक शिवजी बनाएर भ्याइया रहन्छ होइन शिवजी अझै बनाएर कलर सबै गर्न बाँकी रहेछ कि कस्तो लाग्यो त आजको ठाउँ मन सर बोलायो त्यस्तरी फोनमा मेरो ज्यान खानी मोनको एउटा बुढी दिपकको बुढी पनि छैन दिपकले बोल्नलाई ए केटा यार उछ यार हजुर मन सर नजिक नजिक जुन छ त्यही टिपके अघि यार त्यो त उछ यार हातमा टिप्नु न पहिला ए मन मन ऊ जस्तो छ यार कच्चा होला है कच्चा जस्तो लाग्यो यार नौ सय खोला तरेरै जाउँला